अब तपाईसँग अपेक्षा नै छैन क्या। तपाईँ त एकदम चतुर खेलाडी हो नि त राजनीतिको। तपाईँ चतुर खेलाडी हो। तपाईँले देशकाल परिस्थिति पनि बुझ्नुभयो, अहिलेको माग मुद्दा पनि बुझ्नुभयो। हिजो तपाईँहरू आमसभामा भाषण गर्न आउँदै गर्छ सानो बिपी भन्थे नि तपाईँलाई, होइन? भन्दा थुप्रिने मान्छेहरू अहिले फेसबुकमा तपाईँको अनुहार देख्यो भने यसो गर्छन् क्या उनीहरूले। यस्तो यो त सब बुझ्नुभयो नि तपाईँले। ज्यू पक्नुहोस् न, 2082 सालको भदौ 22 गते कस्तो आनन्दले सुत्नु भएको थियो। यो देशमा समस्या छ तपाईँहरूलाई लाग्दैन थियो। यो देशमा जनता आक्रोशित छन् तपाईँहरूलाई लाग्दैन थियो। सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइदिने सरकारको पार्टनर हो तपाईँहरू। ती युवाले काम गर्न नपाएकोदेखि पढ्न नपाएकोसम्म, नेपो बेबीको अभियान चलेकोदेखि लिएर तपाईँ डिस्कर्डमा के छलफल भइरहेछ तपाईँहरूलाई आनन्द थियो, मस्त घुरेर सुत्नु भएको थियो नि। त्यसको 12 घण्टापछि, त्यसको 24 र 48 घण्टापछि एकचोटि पनि मन्त्री नभएको, एकचोटि पनि लाभको पदमा नबसेको, होइन? परि आउँदा काठमाडौँमा हिँड्नु पर्यो भने लिफ्टको गाडी मागेर हिँड्ने विश्वप्रकाश शर्माको धुलाबारीको घर पनि, यहाँको डेरा पनि जल्न पर्ने सोच्नु भएको थियो। त्यसो भएर तपाईँ 70 मा यस्तो भएको थियो, 74 मा यस्तो भएको थियो, 79 मैले यस्तो गरेको थिएँ, मेरा बाजेले घिउ खाथे, मेरो हात सुमुन्न सर। अब सोचेको थियो र थिएन भन्ने कुरालाई चाहिँ के भने काल्पनिकतामा होइन तथ्यमा आधारित भएर छलफल गर्नुपर्छ। मलाई के लाग्छ भने पुरानो इतिहासलाई मात्रै तपाईँ किन हेरिरहनु भएको छ? तपाईँको मनले यसो भनेको छ क्या। नहीं, मैले त्यो अबको चुनाव भनेको हामी पुराना राजनीतिक दल हौँ, होइन? तपाईँ पनि अब वृद्ध उमेरको मान्छे हो भने तपाईँको उमेर म सोध्दिनँ, म भन्दा यङ देखिनुहुन्छ, तर बाहिर इन्फर्मल म तपाईँलाई दाइ नै भन्छु, मभन्दा धेरै वर्ष जेठो हुनुहुन्छ क्या तपाईँ। हजुर दाइ, तपाईँ चाहिँ दाइ, होइन? त्यस कारणले तपाईँहरूको राजनीतिक दल, तपाईँले बोकेको विचार र तपाईँले गरेको कर्मपछि विश्वप्रकाश शर्माले सोच्यो क्या अब चुनावमा जानुहुन्न भाइ। यो भदौ 23 र 24 गते नेपालमा यत्रो प्रदर्शन हुन्छ, त्यसपछि चुनावमा जाने अवस्था बन्दैन भनेर होला विश्वप्रकाश शर्माले 81 सालको पुसको 21 गते मेची नगरपालिकाको धुलाबारीको अतिथि सदनमा आउँदो चुनावमा म उम्मेदवार बन्ने सम्भावना कम छ त्यो प्रस्ताव भनेर त्यस बेला जुन बेला भन्यो त्यो भन्दै गर्दा दूरबीन लाएर हेरेको थियो। तर तपाईँलाई आज सोध्छ